बिदा छ छुट्टीमा घुम्न जानु लाग्यो यसो घाम पनि लागिरहेछ अनि भर्खर उठेर गएर अनि आफ्नो हामी चाहिँ फाइनली हिँडिसकेको छौँ है सो द लास्ट रुम पाउँछ यो स्टेसन चाहिँ लास्टै ठुलो रहेछ म चाहिँ एक्सपेक्ट गरेको यो कम्बोमा चढ्ने लास्ट टाइम जस्तो रहेछ लास्ट रहेछ हामी चाहिँ यहाँ त्यसै बुक पसलमा यसो हेर्न छिरेको छौँ होइन हामी चाहिँ फाइनली त्यो कम्बो भन्छ यसलाई फर्स्ट ट्रेन हो ट्रेन त हो ट्रेन चढ्यो बल्ल बल्ल सिट पायो होइन बसिरहेको है हामी पुगेर लाएर उल्टो सिट परेको कति घन्टा लाग्छ 2 घन्टा लाग्छ होला है 45 मिनट त लाग्छ होला है हामी चाहिँ प्राइस आइसक्यौँ ड्रिङ्क्स खानु यता त गर्नै रहेछ तैँले त अब हाम्रो डेस्टिनेसनमा जानुपर्छ भने यस्तो राम्रो रहेछ क्या यता त सफा पनि राम्रो युज पनि एकदम घाम पनि राम्रो लागेको है यस्तो राम्रो सफा तपाईँले खानु मैले त्यहाँ खानु भनेर होला अब हामी कता जाने हो है कसरी गर्छ नखाने यो खाइछ खाइस लास्ट धेरै मान्छे रहेछ है राम्रो त राम्रो है यहीँबाट हेर्ने अनि अन्त जाने हामी चाहिँ बोललाई कुरिरहेको बोलाउँछ आएन कहाँ गयो बोल है छिटो बोलाउनु यो हो यही हो हामी पहुँच्छौँ है So damn okay yaar. Oh my god. I was not expecting this. Okay. Oh my god. नेपालमा आएको जस्तो फिल भइसक्यो मलाई त यो त पुरै मानुङ डाँडाको जस्तो हो हजुरलाई कस्तो लाग्यो है है अन्त भिडियो देखेको थिएँ तर के होला जस्तो लाग्यो किनकि भिडियोमा त यो पार्ट मात्रै देखिन्छ नि त होइन भिडियोले खास त्यो पार्ट देखिँदैन नि त तर यो पार्ट मात्रै देखाउँछ भिडियोले यहाँबाट जुन आफूले देख्छ र जुन क्यामेरा देख्छ त्यो आकाश जमिनको फरक जस्तो छ क्या यस्तो अति बोकालको अति कस्तो नेपालमा सानोतिर डाँडा चले जस्तो फिल भइरहेको पाटै दामी छ नि त है ओ माइ गॉड ऊ त्यहाँ यस्तो मलाई त मानुङ डाँडा जस्तो फिल भयो पुरै कति राम्रो मलाई त कस्तो दामी लागिरहेको
हो म त कस्तो त्यो नेपालको भाइब्स आएको क्या तपाईँहरू त्यहाँ मान्छे देख्यो ऊ त्यहाँ मान्छे छ क्या ऊ त्यहाँ हामी चाहिँ त्यो ठाउँबाट फर्केको कति जाने हो है यो पानी चाहिँ पानी खाने हो पानी खान्छ ती सल्लाह यस्तो उकालो बाटो छोड्दै आएको फेरि हामी माथिबाट तल झर्ने है यस्तो बाटो अहिले फेरि उक्लिनुपर्छ यो बाटो त है गाह्रो हुन्छ होला हौ तल बेसीमा जाने हो तल्लै बेसीमा जाने यहाँनिर त्यो पता फेरि माथि आउनुपर्छ त्यस्तो त नहोला कि सानो रोड जस्तै त हो नेपालमा भएको त्यहाँ त मजाले यस्तो बाइक गाडी सहज चल्छ नि यहाँ यतापट्टि झन् खतरा देख्दो रहेछ रोमेको नेपालतिर हिमाल हुन्थ्यो यहाँ ढुङ्गा ढुङ्गा छ ऊ त्यहाँ त हेर्नु न कति धेरै थरीको फुल छ कि यहाँ त कस्तो हो देखिन्न फुलै फुलको बगैँचामा त्यहाँ त होइन होला यो त कस्तो हन्टेड हाउस जस्तो ओइ यहाँ त नजाने यार यो त पुरै ग्यारेज हो कि हो पर्दैन पर्दैन है यहाँभित्र चाहिँ जान मिल्दैन रहेछ पुरै बार लगा ओइ वहाँ तल रहेछ नि त पानीको त हामी त त्यहाँ जाने भन्नु कहाँ हो बाटो गएन कुन पानीमा पुग्यो हिँड्नै सकेको छैन कसरी टाढो जानु अब त थके लागिसक्यो तल त पुरै आर्मीको बेस क्याम्प जस्तो रहेछ है कति थकेला है हेर्नु त कतिएर भाल्यो हो आमा अब चाहिँ हामी फर्किनु लाग्यो लो तिर्नु पर्ने रहेछ है त्यहाँबाट फर्किनु पर्ने माथि उठ्लिएर ओके के छ हेरेर पाएँ त के छ भनेर है भाले पनि देखियो है फेरि त्यो नजारा देखिन्थ्यो अहिले अब डिफ्रेन्ट नजारा देख्न पाइयो नि त भोक लागेर हामी के खानु पर्यो अरू मोमो मलाई के खानु म त खानु नि पर्दैन होला बाबु तिमी खाए मात्र म त त्यो मोमो त खानु हो अरू नखानु खानु सक्दैन मसल पर्छ तर बुढो पनि देखिन्छ C'est fait des poissons qui sont faits à partir de चिया खाएको हाम्रो चिया खाएको चाहिँ अब घर जान लाग्यो धेरै ढिला पनि भयो घर जाने टाइम त खोज्यो हो ल के भन्न छ हजुर आजको दिन कस्तो भयो एकदम थकित भयो आजको दिन मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला एकदम माया देखाइदिनु होला
हामी यस्तो यस्तो छौँ लाइक गरिदिनु भएको आइराख्ने छौँ महानुभावहरूलाई धेरै धेरै धन्यवाद आजको यो खेलिरहनु हुने महानुभावहरूलाई धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद र आउने दिनमा पनि हामीले यस्तै राम्रो राम्रो ब्लग लिएर आउनेछौँ है भ्लगहरू लिएर आउँदै गर्नेछौँ खासै राम्रो नभए पनि धेरै दिन भयो यहाँसम्म त्यसैको लागि धन्यवाद ए भयो 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 यताबाट जाने हो क्या ऊ त्यहाँ त नि अनि यसो चढ्ने हेर्नु र ल बाई